सम्माननीय सभामुख महोदय, आजभन्दा करिब 9 महिना केही दिन पहिले मैले यसै रोस्टमबाट तत्कालीन माननीय केपी शर्मा ओलीलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनेर मैले प्रस्ताव प्रस्तुत गरेको थिएँ। त्यति बेला मैले एउटा कुरा भनेको थिएँ, राजनीति सम्भावनाहरूको खेल हो र राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन। आज मैले केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष तथा माननीय सदस्यलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दैछु भनेको थिएँ। अहिले 9 महिना केही दिनपछि राजनीति फेरि पनि सम्भावनाको खेल हो भन्ने पुष्टि गर्दै राजनीतिमा असम्भव केही पनि हुँदैन भन्ने कुरा फेरि एकचोटि चरितार्थ हुँदै म आफै फेरि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रति अविश्वासको प्रस्ताव मैले यहाँ टेबल गराउँदैछु। शान्ति प्रक्रियामा सबभन्दा बढी संवेदनशील भयौं हामी, किनभने हामी शान्ति सम्झौता मार्फत यो राजनीतिक प्रक्रियामा तपाईहरुसँग आएका हौं र तपाईहरुसँगै अब बिस्तारै बिस्तारै यो अभ्यासका यसका खेलका नियमहरू पनि हामी सिक्दै छौं। तपाईहरुले हिजो कसरी कहिले श्रीवार थापालाई प्रधानमन्त्री बनाउने, कहिले लोकेन्द्र बहादुरजीलाई प्रधानमन्त्री बनाउने, कहिले यो समीकरण गर्ने, कहिले त्यो समीकरण गर्ने, किन गर्ने हुनु रहेछ यस्तो अहिले बुझ्दैछौं हामी। रहस्य रच भन्ने कुरा राजनीतिलाई एउटा धाउपेचको विषय बनाउने, कहिले ओल्लो छेउ कहिले पल्लो छेउ, यो त राम्रै भएको छ। कहिले प्रमुख शत्रु कहिले परम मित्र, परिभाषा केही छैन। यसलाई दाउपेचको विषय बनाउने, निजी स्वार्थको विषय बनाउने हो भने त्यो अवसरवादमा परिणत हुन्छ। अझ यस्तो अवसरवादमा आफू अभ्यस्त हुँदै गरेकोमा गौरव गर्ने जस्तो विडम्बना, त्यसमा मैले के भनौं, त्यस विडम्बनाको म चर्चा गर्नु धेरै आवश्यक ठान्दिनँ। दिनमा 3 चोटि फेरिने बोली र राजनीति सम्भावनाको खेल हो भन्ने मान्यताको व्याख्या गर्दै जुनसुकै घटनाको जुनसुकै घाटको पनि पानी पिउने पानीले भोलि आफैलाई कहाँ पुर्याउँछ, हेक्का राख्नु बुद्धिमानी हुन्छ कि? प्रधानमन्त्रीजीले एउटा कुरा खुला भन्ने गर्नु भएको छ। म त्यसको लागि उहाँलाई धन्यवाद नै दिन्छु। उहाँले चाहे क्याबिनेटको बैठकमा होस् चाहे बाहिर होस्, उहाँले पटक पटक भन्ने गर्नु भएको छ, मलाई संघीयता मन परेको छैन। यो मैले बाध्य भएर स्वीकार दिएको मात्रै हो। त्यसकारण उहाँको के महसुस गरियो भने लगात चाहिँ संघीयता मन नपराउनेसँग उहाँको विशेष प्रेम भाव हुने भयो। संघीयताका पक्षधर, किनकि उहाँलाई मनै परेको छैन, त्यसकारण त्यहाँ उहाँ कहीँ न कहीँ दूरी बन्न जाने भयो। मलाई लाग्छ गणतन्त्रमा त म केही त भन्दिनँ, तर मनोवैज्ञानिक र भावात्मक रूपले हेर्दा प्रधानमन्त्रीजीलाई गणतन्त्र पनि त्यति साह्रै रुचि लागे जस्तो लाग्छ छैन। किनभने उहाँ राजतन्त्रै चाहिन्छ भन्नेसँग उहाँको लगनगाँठो अलि राम्रै कसिएको देखिन्छ। प्रस्ताव राख्दा राख्दै मित्रले हौसिएर भनिदिनु हो, यो संघीयताको पक्षमा पनि छैन, गणतन्त्रको पक्षमा पनि थिएन, कुनै केको पक्षमा पनि थिएन, यो त आन्दोलनकै पक्षमा थिएन, यो कहाँ झुकिएर टुप्लुक यहाँ आइपुग्यो जस्तो खालको व्याख्या आयो। हुन त मैले सोध्ने ठाउँ त छ,
मैले राजतन्त्रका विरुद्ध सङ्घर्ष गर्दा साथीहरू कता हुनुहुन्थ्यो, कहाँ हुनुहुन्थ्यो? म राजतन्त्रसँग लडाईँ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो? सोध्ने ठाउँ छ, तर सोधिरहन म आवश्यक ठान्दिनँ, सोध्दिनँ। सभामुख महोदय, विषय प्रतीकात्मक जस्तो पनि छ, गम्भीर पनि छ। सायद प्रधानमन्त्रीजीलाई 9 महिनापछि थाहा भयो यो देश भाषण मात्रै गरेर अगाडि बढ्दो रहेनछ। पानी जहाज पनि, ग्यासका पाइपलाइन पनि, रेल पनि, सबै चिज भन्दाखेरि जति सजिलो भयो गर्न सजिलो रहेनछ भन्ने कुरा बुझेपछि बरु यो सरकारै गइदिएदेखि ढुक्कै ठान्नुभयो कि? भाषण गरे जस्तो काम गर्न सजिलो नहुने भनेर व्यङ्ग्य कस्नुभयो। सभामुख महोदय, मैले नेपाललाई सिङ्गापुर बनाउँछु भनेको पनि छैन। मैले नेपाललाई स्विजरल्यान्ड बनाउँछु पनि भनेको छैन। नेपाललाई समृद्ध बनाउँछु भनेको हो। यो सम्भव छ र यो गर्नुपर्छ। नेपाललाई समृद्ध बनाउँछु भन्दा समृद्धिका निम्ति खाका कोर्दा, समृद्धिका निम्ति बाटाहरू तय गर्दा किन आपत्ति भयो? मैले सिङ्गापुर स्विजरल्यान्डको सपना देखाएको होइन। नेपाललाई अझ सुन्दर र समृद्ध बनाउने सपना देख्नुपर्छ, देखेको हुँ, देखाएको हुँ। सपनाहरू मूर्छित अवस्थाबाट बिउजाउने कोसिस गरेको हुँ। नेपालमा धेरै कुराहरू, देशभक्ति मूर्छित अवस्थामा, सपनाहरू मूर्छित अवस्थामा। किन गरिब छ नेपाल? तिनीहरूलाई पुनर्जीवन दिन खोजेको हुँ, पुनर्ताजगी दिन खोजेको हुँ र जोगाउन खोजेको हुँ। अघि मैले एउटा कुरा भने, अङ्ग्रेजीमा पनि भनेको थिएँ, दिस मोमेन्ट इज नट द एन्ड अफ द टाइम। 2-4 महिना हेरिहालौँ नि त, गफ होइन, काम गर्नेका काम हेरौँ न 2-4 महिना। ठिक छ नि, हामी पनि हेर्छौँ। हाम्रो साथ रहन्छ, सक्रियताका साथ रहन्छ।